ल फेरि पनि वेलकम छ मेरो जिम ब्लग्समा। अहिले चाहिँ मेरो मिस्टर रामा पिथिगोसको आज हाम्रो फाइनल छ। हिजो वेइङ थियो अनि वेइङमा चाहिँ मेरो वेट 86-87 जति आएको थियो अनि आज चाहिँ फाइनल छ। सबै भिडियो त हाल्न पाइनँ, सो आज फाइनलको चाहिँ स्टेजको अथवा अनि यहाँबाट हुन लागेको अब बाँकी प्रिपरेसनहरू चाहिँ हाल्छु। अहिले चाहिँ मेरो कन्डिसन लगभग यस्तो छ, अलिकति विक भयो कि के स्ट्रङ भयो, त्यो चाहिँ अब स्टेजमा गएपछि मात्र थाहा हुन्छ। अब बाँकी चाहिँ म स्टेजमा गएर देखाउँछु, आफ्नो बेस्ट दिन्छु। अनि यहाँसम्म आउनलाई मलाई हेल्प गर्नुहुने मेरो सबैजना साथीहरू, मेरो टिमहरू सबैलाई धेरै धेरै थ्याङ्क यू। अब हार जित भने भइरहन्छ, तर म आफ्नो बेस्ट चाहिँ दिन्छु गेममा। हाम्रो अरू साथीहरू चाहिँ गइसके लगभग हाम्रो युवराज सरहरू, कशिशहरू, दिपुहरू अनि शमशेर सरहरू। म एकजना बाँकी छु। म चाहिँ हेभी वेटमा भएर मेरो अलि ढिला हुने भएर म चाहिँ अलि रेस्टमै छु। शमशेर सर मलाई लिन आउनुहुन्छ उता पुऱ्याएर, अनि त्यसपछि हामी सबैजना उतै भेट्ने प्लान छ। सो म चाहिँ एकछिन रेस्टमै छु अहिले। बाँकी चाहिँ म यसो क्लिपहरू उतापट्टि पुगेपछि देखाउँला। यता चाहिँ अहिले फेरि पानी परेछ। हाम्रो लगभग शमशेर सर पनि आइसक्नु भएको छ। अब म पनि तलतिर जान्छु अनि उतै भेट्छु। ल बाई। परेछ फेरि। यता हाम्रो फेरि गाडी पनि गोल्ड नै छ के हो, तर मौसमले अलिकति साथ दिइरहेको छैन। लेट्स सी अब त्यहाँसम्म जाँदाखेरि के हुन्छ। अब मौसमको हालत यस्तो छ, तर हामी चाहिँ अब गेमको लागि लगभग केही क्षण मात्र बाँकी छ। लाइभ चाहिँ केमा आउँछ भनेर अहिलेसम्म पत्ता लागेको छैन है, यस्तो पानीमा। अब हुन त हामी हलमै भए पनि तर बडी अलिकति पम्प फिल नहुँदो रहेछ यो चिसोले गर्दाखेरि। ल म बाँकी चाहिँ उतै गएर देखाउँछु। यो चाहिँ ब्याक स्टेज भयो। हाम्रो खेलाडीहरू चाहिँ यहाँ छन्। फेरि 55 केजी फ्लेक्स। यो त 65 को अलि पाला आएको छैन। 60 त्यसरी किन बस्यो? ए ल केटाहरूले स्टेजमा के आगो लगाउने थाहा छैन। आज चाहिँ भयो 60 केजीको खेलाडी, उसलाई युवराज सरले कलर लगाइदियो हुन्थ्यो। यो चाहिँ ब्याक स्टेजमा सबैजना फर्म गर्दैछन्। 55 केजीलाई नै हामी फर्म गराउँदै थोरै ट्रेनिङहरू गरिदिँदै युवराज सरले सबैलाई ट्रेनिङ गराइदिनु भयो। यतिजनाले भयो सबै खेलाडीहरू पछाडि लेन रेडी हुँदैछन्। अनि यो चाहिँ हो रामा पिथिगोसको मेन स्टेज। अब यसपछि सबैजना तयारी भएर चाहिँ हामीले पर्फर्मेन्स गर्ने भनेको चाहिँ यही ठाउँ हो। सबैजना रेडी हुँदैछन्। यहाँनिर 65 केजीको हाम्रो कशिशलाई पनि युवराज सरले कलर लगाइदिँदै हुनुहुन्थ्यो। अरूको चाहिँ लगभग पालो अन लगाइसकेपछि वार्मअप गर्नलाई ठ्याक्क टाइमिङ मिल्छ भनेर फेरि पछि हतार हुन्छ। सेड्युलहरू केही पनि निकाल्दै थिएन, त्यसैले गर्दाखेरि सबैजना कलर लाएर लगभग रेडी भएर बस्ने अवस्थामा राखिरहेको थियौँ हामीले। पालो जानु सजिलो हुन्छ, वार्मअप गर्नु सजिलो हुन्छ भनेर। त्यसपछि कशिश, अनि त्यसपछि 70 केजी, अनि त्यसपछि पालो थियो मेरो। यो चाहिँ स्टेज भयो हाम्रो। बाँकी चाहिँ यता ब्याक स्टेज सुरु भयो। अब चाहिँ हाम्रो 55 केजीको खेलाडीहरू जाँदैछन्। यस कस्तो हुँदो रहेछ त? कतिको गाह्रो भयो? गाह्रो। अब यहाँ रिजल्ट आइसकेपछि सजिलो हुनसक्छ। अनि त्यसपछि पालो आयो मेरो। युवराज सरले मलाई ट्रेनिङहरू लगाउन सुरु गर्नुभयो। यदि पालो आउँदाखेरि हतार हुन्छ भनेर म चाहिँ थोरै काप्स लोड गर्दै, कलरहरू लगाउँदै, वार्मअप गर्दै, पम्प गर्दै बसिरहेको थिएँ।
त्यसपछि आउनुभयो हाम्रो कृष्ण दाई यहीँ बस्नुहुन्छ जो चाहिँ इन्टरनेसनल बडी बिल्डर पनि हुनुहुन्छ उहाँले एउटा दुईवटा पोजिङहरूमा यसो यसो गर्नु भनेर थोरै गाइड गरिदिनु भयो थ्याङ्क यू यसको लागि यो चाहिँ भयो मेरो पोजिङ Music for tag number 73. Okay, अब तपाईहरु पाँचै जनाले एकै साथ हाम्रा जजेसहरुलाई 7-4 देखाउनुहुन्छ. Okay, ready. First pose, front double arm bicep. Flex. DJ JF Paluanga Flex. Relax. Okay. Second pose. Spin your front lat muscles, front wings. Relax. 73. Relax. Next pose. Pump your chest muscles, sweat chest. Relax. Please turn back. Pose down here. Flat double arm bicep with rear calf. Up. DJ JF. Come on, 73. Go. Relax. Yes. Next pose. Spread your flat lat, back wings. Next pose. Please pump your tricep muscles. DJ JF. Relax. Relax. Face to front. Pose down your abdominal muscles with high contraction. 73. Yes.
Relax. One more additional. Okay. Please pose down here. Muscular. 73! 73! Yes! Yes, 73! Yes! Relax. Hey! Relax. कडा Judges, any comparison? No, okay. अब तपाईहरु पाँचैजनाको लागि हाम्रो ऑडियन्सको लागि एक आपसमा तपाईहरुले दर्शककन 1 मिनेटको लागि पोज दिनुहुन म अनुरोध गर्न चाहन्छु. ओके, 1 मिनेट म्युजिक पोज on, come on. Yes! 73! 73! Yes! 73! Yes! Champion! 73! Yes! Koda! Yes! 73! Thank you. Yes! 73! Thank you. यसै बीचमा सम्पूर्ण समूहगत विजेताहरू 55 केजी तौसम्मका गोल्ड मेडलिस्ट 60, 65, 70 का गोल्ड मेडल खेलाडीहरू कृपया तपाईहरु यहाँ वेटिङ हलमा आइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु. यहाँ वेटिङ रुममा सम्पूर्ण समूहगत विजेता खेलाडीहरू कृपया तपाईहरु यहाँ वेटिङ रुममा आइदिनुको अनुरोध गर्छु. यो प्लस 70 को नतिजा घोषणा गर्न गइरहेको छु. प्लस 70 मा पाँचौं स्थानमा हुनुहुन्छ. 5th position goes to tag number. पाँचौं स्थानमा हुनुहुन्छ tag number 58 का सागर श्रेष्ठ. त्यस्तै गरेर 14औं स्थानमा हुनुहुन्छ. 14औं स्थानमा हुनुहुन्छ. 14औं स्थानमा हुनुहुन्छ tag number 61 का अनुप विक्रम विष्ट. त्यस्तै गरेर तृतीय स्थानमा हुनुहुन्छ tag number 73 का सुनिल टङ्गोल. उहाँले ब्रोन्ज मेडल नगद पुरस्कार प्राप्त गर्नुभएको छ भने द्वितीय स्थानमा हुनुहुन्छ tag number 64 का दीप चन्द्र रत्नमणि. भने प्रथम स्थानमा हुनुहुन्छ tag number 65 का क्षितिज थापा. नेपाल बेडमिन्टनबाट उहाँले पुरुष स्पर्धा गर्दै हुनुहुन्थ्यो. कन्डिसन हेर्ने भन्ने छैन. अब 65 र 61 ले पानी चाहिँ के छोडेर म त कसैले 70
ल फाइनल्ली हाम्रो गेम पनि रामापितेकस बुटोल सकिएको छ। अब जे होस् अब 2 लाख रुपियाँ जित्न नसके नि भाथानलाई पैसा उठाएको छौँ हामीले होइन। अब त्यही पैसाले अब हामी भाथान जाँदैछौँ। अनि त्यसैका साथ अब हाम्रो बुटोलको लगभग रामापितेकसको टुर पनि लगभग यहीँ समाप्त भएको छ। अब हाम्रो नेक्स्ट विक चाहिँ मिस्टर हिमालय नेक्स्ट पार्ट चितवन हुँदैछ। स्टे ट्युन गाइज, त्यसको नि म अब थोरै अपडेट दिइरहन्छु। अहिले अलिकति फ्रेस भएँ, अस्ति अलिकति ह्याङ जस्तो भइरहेको थियो, त्यसैले गर्दाखेरि सबै अपडेट दिन पाइनँ। अब यो मिस्टर हिमालयको चाहिँ लगभग अब म काठमाडौँ पुग्ने बित्तिकै सबै डे टु डे सानसानो अपडेट आइरहन्छ। ल बाई बाई। हामी हिँड्न चाहिँ भाथान हिँडेका छौँ, तर फेरि भाथान ठाउँमा नपाएर फेरि पैसा धेरै लाग्छ नपुग्ला भनेर चाहिँ हामी टुकटुकमा चाहिँ यसरी कोची 4जना अट्ने टुकटुकमा 1 2 3 4 5 6 हिँड्दैछौँ। यस्तो छ अवस्था। ल हेर्नुहोस् दर्शकहरू, यस्तो छ अवस्था। ल मेरो चाहिँ रोटी र दही छ, अरूको चाहिँ सबैको खाना छ। ल अब हामी खाना खान्छौँ अनि मेरो भ्लग पनि यहीँ हुन्छ आजलाई। ल बाई बाई। फाइनल्ली अब हाम्रो रामापिथेकस पनि यहीँ सक्यो। हामी चाहिँ अब लगभग 4जनामा खासै राम्रो कसैको पनि रिजल्ट आएन। म पनि 3rd भएँ मेरो वेट क्याटेगोरीमा 70+ सो यति नै भयो। अब चाहिँ हाम्रो